आउट इन इन अब 4 जना बाँकी छ 4 जना 2 जना झुके हजुरले गरेर देखेको मैले 200 रुपिस मैले चाहिँ प्राइस दिँदैछु टक्क 200 रुपिस है ल आशिष ठकुरीलाई हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल आज चाहिँ म यो फुटबल चौडीमा आइसकेको छु होइन आज चाहिँ बबाल धमकाइ हुनेवाला छ होइन केटाहरूलाई चाहिँ आज म गेम खेलाउँदैछु अनि यहाँ चाहिँ फुटबल खेल्न आएको थियो केटाहरू होइन अनि त्यसपछि चाहिँ म अब यो गेम खेलाउँछु भनेर आएको हो होइन अब फुटबल पनि खेल्छ यो सकेपछि यो धेरै टाइम हुँदैन है एकछिन म केटाहरूलाई चाहिँ यसो रमाइलो गर्नको लागि चाहिँ गेम खेलाउन लाग्दैछु चट्ट यहाँ फुटबल ग्राउन्डमा आइसकेको छु है यहाँ केटाहरूले घेरा कोरिसकेको छ अनि यतातिर केटाहरू सरसल्लाह गर्दैछ है मैले चाहिँ प्राइस राख्दैछु र अनि आजको मैले प्राइस चाहिँ मैले 200 राखेको छु है साथीहरू खोइ प्राइस देखाउ त 200 ल यहाँ 200 है एकजना जो फर्स्ट हुन्छ उहाँले चाहिँ 200 रुपियाँ पाउँछ होइन 200 रुपिस यहाँ छ अनि यहाँ केटाहरू चाहिँ सब ठिक पर्दैछ है अनि हामी चाहिँ आज एकदमै बबाल धमकावाला है एकदमै गेम खेलाउँदैछु यसो केटाहरूलाई यसो रमाइलो गरिदिउँ न होइन किनकि अब बल खेल्ने बेलामा यसो अलिकता माइन्ड फ्रेस पनि हुन्छ होइन त्यसपछि मजाले बल पनि खेल्न सकिन्छ त्यही भएर चाहिँ म यहाँ आउँदैछु चट्ट यतातिर देख्न सक्नुहुन्छ मजाको छ है एकदमै इन्भाइरोमेन्टल दामी छ अनि यतातिर केटाहरू सबजना बसिरहनु भएको छ अनि यहाँ चाहिँ यहाँ घेरा कोलिसकेको छ केटाहरूले यो घेराभन्दा भित्र अब इन भन्दाखेरि यो घेराभन्दा भित्र हुनु पऱ्यो र आउट भन्दाखेरि यो घेराभन्दा बाहिर हुनु पऱ्यो एकदमै मैले केटाहरूलाई सम्झाइसकेको छु यो जो फर्स्ट हुन्छ उहाँले चाहिँ 200 रुपिस यो पाउँछ अनि गेमको लागि चाहिँ एकदमै तयार हुँदैछ यहाँ साथीहरू सबैजना भाइहरू छ सबै है ल भाइहरू एकदमै गेम खेल्नको लागि तयार हुँदैछ ल यहाँ केटाहरू चाहिँ एकदमै गेम खेल्नको लागि तयार भएर मैले यहाँ बसिसकेको छ है यो चाहिँ घेरा कोरिरहेको छ यो घेराभन्दा भित्र बाहिर हुनु पऱ्यो है अब यहाँ को हुन्छ विनरमा फर्स्ट चाहिँ है अनि तिम्रो नाम चाहिँ के हो मेरो नाम के भन्ने भन मेरो नाम कुमार है अनि तिम्रो आशिष अनि तिम्रो राजेन्द्र ठकुरी प्रदीप ठकुरी तिम्रो ल सुलुलु हो ल ल ल केटाहरू यति चाहिँ यहाँ खेल्दैछ है मैले चाहिँ यहाँको गेम खेलाउनको लागि तयार गरेको छु ल अब चाहिँ यहाँ केटा खेल ल यति कतिजना 1 2 3 4 5 6 जना हो 6 जना होइन होइन ल 6 जना चाहिँ यहाँ एकदमै उ गर्दैछ तिमी भन्ने तिमी भिडियो गर नि त नभए ल अब चाहिँ यहाँ एकदमै गेम खेल्नको लागि तयार भइसकेको छ है मैले चाहिँ अब यहाँ खेलाउन लाग्दैछु 6 जना चाहिँ यहाँ एकदमै तयार भइसकेको छ 200 रुपिस चाहिँ मैले आज जो फर्स्ट हुन्छ त्यसलाई चाहिँ म प्राइज दिने भनेर चाहिँ आइसकेको छु ल केटाहरू सब तयारी हो नि तयार एकदम सबै तयार है एकदम है इन भन्दाखेरि नियम बुझ्यो नि खुट्टा घिसार्नु भएन हो त्यस्तो गर्नु भएन एउटा उठाल टिक्नु पाउँदैन किन भाइ हैन ठिक्कमा हैन अब एकैचोटी हुनु पर्यो आउट इन इन अब 4 जना बाँकी छ 4 जना आउट इन आउट गयो यो भाइ गयो आउट भन्ला जित्ने गर्नुहुन्छ 2 जनाले केटा है आउट 3 जना है अब 3 जना है फर्स्ट तरवाने है केटा इन आउट इन आउट आउट हेरे म चाहिँ आउट आउट इन आउट इन आउट इन आउट आउट इन आउट इन आउट आउट फालिसे त धेरै पछि आयो नि त ठिकै छ ढिलो नगर्नु सुरुमै फाल्दै आयो नि तपाईँ म त कहाँ म झुक्की कहाँ 2 जना झुके हजुरले गरेर देखेको मैले गयो 2 जना बाँकी छ यता ल 2 जना बाँकी छ अब इन आउट ल इन आउट आउट इन आउट इन आउट इन आउट
फाइनल चाहिँ नाम भन ल नाम भन्नु आशिष ठकुरी चाहिँ यहाँ फाइनली रूपमा चाहिँ एकदमै विनर भइसक्यो सबजना फेल भयो ल 200 रुपिस मैले चाहिँ प्राइज दिँदैछु टक्क 200 रुपिस है ल आशिष ठकुरीलाई आज चाहिँ मैले गेम खेलाएर चाहिँ यहाँबाट दिएको छु अब अरू भिडियो अरू नेक्स्ट गेमहरू पनि म लिएर आउँदैछु केटाहरू एकदमै होइन अर्को नेक्स्ट भिडियोमा चाहिँ अझै धेरै केटाहरूलाई चाहिँ म समेट्ने प्रयास गर्दैछु है ल ल ल खुसी छौ नि आशिष ल एकदमै खुसी छ है ल साथीहरूलाई चाहिँ आज मैले एकदमै गेम मजाले खेलायो होइन अझै यस्तो गेमहरू चाहिँ म अझै ल्याएर आउँदैछु होइन यसमा अझ राम्रो भ्युजहरू आयो भने चाहिँ ल केटाहरू सबजना यहाँ खेलेर चाहिँ अब चाहिँ फुटबल खेल्छ केटाहरू अब चाहिँ एकदमै माइन्ड फ्रेस भएर है ल प्राइज पनि पाइसकेको छ एकदमै बवाल रूपमा र अब हामी चाहिँ यहाँ अब यो चाहिँ फुटबल ग्राउन्ड हो होइन अब यहाँ चाहिँ फुटबल अब केटाहरू खेल्न सुरु गर्छ अनि किनकि अब एकदमै रमाइलो भयो होइन गेमको चाहिँ अलिक छिटो भयो कि गेम चाहिँ है अलिकता अझै धेरै केटाहरू समेटेर चाहिँ अझ धेरै उ गर्नु पाएको भए चाहिँ अझ राम्रो हुन्थ्यो है ल साथीहरू ल मजाले एकदमै गेम चाहिँ बवाल मजा भयो है ल एकदमै पानी पर्न लागिरहेछ यतातिर चाहिँ एकदमै बादलहरू है झरिरहेछ ल अब केटाहरू फुटबल खेल्ने होइन ल अब चाहिँ फुटबल खेल्ने ल एकदमै फुटबल खोज्न तलतिर केटाहरू जाँदैछ है फुटबल पनि म राखिदिउँला नि के भएर ल ल ल ठिक छ ल एकदमै दिपेश लामा ब्लग दिपेश लामा ब्लग सानै ब्लग भने तिमी होइन लाइभमा भेटेको थिएँ है ल ल ल मैले नचिनिरहेँ क्या एकदमै ल ल केटाहरू सब यहाँ बसिरहेछ है एकदमै हाम्रो चाहिँ यो माझ कुपिन्डे 4 नम्बर वडा खेल मैदान हो होइन अरू खेल मैदान छ नि यो मात्रै हो यहाँ चाहिँ भलिबल फुटबल दुइटै गेमहरू हुन्छ है यहाँ चाहिँ भलिबलको एकदम पोलहरू पनि छ एकदमै बवाल मजा भयो अर्को नेक्स्ट भिडियोमा भेटौँला ओके बाई बाई